ओके गुड मर्निङ गाइज भर्खर उठेँ अब आज मेरो यात्रा छ आसामको साइड पोखराबाट म 3-4 बजेतिर हिँड्छु लेट्स सी गाइज म रेडी भइसकेँ अब चाहिँ सो थोरै काम छ त्यो कामहरू सकेपछि निस्किहाल्नु यति बेला म छु यो निवेदा रेस्टुरेन्टमा 3 किलोमिटर मसँग हुनुहुन्छ यहाँ मेरो प्यारा दाइ अनि हाम्रो आमा चिया खाँदै हुनुहुन्छ है सिरियस अनि म चाहिँ खाजा खाँदैछु म एकैछिनमा निस्किन्छु अब बियर ल मामासरी के गर्ने म त केही न बियर खाने खानु खाने भएर हामी त नखाने भएर पो नि मामा बियर खानुहुन्छ के हो यति बेला म खाना खाइसकेको छु र खानामा मैले के खाएँ तपाईँलाई थाहा नै होला यो के हो भनेर यो चाहिँ मेरो हवेली भोलि बिहान म तपाईँलाई यसको फुल आउटर लुक्स देखाउँछु यो चाहिँ मेरो हवेली म यहाँ चाहिँ गुड नाइट गर्दैछु लु गाइज अहिले चाहिँ हल्का मौसम पुगिसकेको छ लेट्स अब चाहिँ हामी यहाँबाट निस्किन लागेको दिदीहरू पनि रेडी भइसक्यो